नमस्कार। कार्यक्रम ओडाको गतिविधिमा म सञ्जु याचार मिडियाको प्रस्तुति समावेशी एफएमबाट प्रसारण हुँदै आएको र दुधौली नगरपालिका ओडा नम्बर 8 को समन्वय र सहकार्यमा उत्पादन गरेको कार्यक्रम ओडाको गतिविधिमा तपाईलाई हार्दिक स्वागत छ। स्थानीय तहमा भइरहेको विकास निर्माण, सेवा प्रवाह, योजना तथा नागरिक सरोकारका विषयलाई सरल भाषामा तपाईहरूसम्म पुर्याउने उद्देश्यका साथ यो कार्यक्रम तयार गरिएको हो। जनप्रतिनिधि, कर्मचारी र नागरिकको आवाजलाई एउटै मञ्चमा जोड्दै ओडाभित्रका सकारात्मक प्रयास र वास्तविक अवस्थालाई उजागर गर्नु नै यस कार्यक्रमको मूल भावना हो। यो कार्यक्रम समावेशी एफएम 92.3 मेगाहर्ज को फ्रिक्वेन्सीमा हरेक शुक्रबार साँझ 6:30 बजे प्रसारण हुन्छ भने यसको पुनः प्रसारण शनिबार बिहान 7:30 बजे सुन्न सक्नुहुन्छ। त्यस्तै हामीलाई www.samaveshifm.com र हाम्रो पात्रो एपबाट संसारको जुनसुकै कुनाबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा वडा नम्बर 8 का वडा सदस्य सूर्यबहादुर थापासँग समग्र वडाको गतिविधिको बारेमा संवाद गरेका छौं। अब प्रस्तुत छ उहाँसँग गरिएको यो कुराकानी कार्यक्रम वडाको गतिविधिमा। कार्यक्रम वडाको गतिविधिमा यहाँलाई हार्दिक स्वागत छ। हस्, धन्यवाद। हजुरको शुभ नाम? मेरो शुभ नाम म दुधौली नगरपालिका वडा नम्बर 8 को वडा सदस्य सूर्यबहादुर थापा। हजुर हैन त? हजुर। खास ओडाका नागरिकका मुख्य समस्या र आवश्यकता पहिचान गर्न तपाईले कस्तो भूमिका खेल्नु भएको छ? हामीले वडामा आएका आवश्यकहरूलाई अब हाम्रो वडाको आम्दानी अनुसार वडामा आएको अनुसारले अब हामीले इनार दिएका छौँ। ठाउँ ठाउँमा अब त्यो वडाको बजेट त कति नै हुन्छ र आएको थोरैमा पनि अब विद्यालय, स्वास्थ्य, हस्पिटललाई, बाटोलाई यसो खाल्टाखुल्टी, हुरपुर, इनार, खानेपानी त्यही त हो। मर्मत त्यस्ता समस्याहरू हामीले घरमा आएको बिउपल्ली, वडामा आएको बिउपल्लीहरूलाई पनि हामीले गाउँ गाउँमा गएर यसरी आउँदैछ लिन आउनुहोस् भनेर जे जति पुगेको दिएका छौँ। इनार पनि ठाउँ ठाउँ अब हाम्रो वार्डबाट त ठुल्ठुलो काम त गर्न सक्दैन। 1.5 लाख, 2 लाख, 2.5 लाखसम्म हुने त्यस्ता कामहरू हामीले जनतालाई सेवा सुविधा सकेको दिइराखेका छौँ। ओडामा भएका विकास कार्यक्रमहरू कार्यान्वयन गर्न तपाईँको भूमिका कस्तो रहन्छ? हामीले त हुनेसम्म एकदम लागि परेर गरेका छौँ। हामी 4 जना एमालेका, 1 जना काङ्ग्रेसको भए पनि हामी त्यस्तो विपक्षी पार्टीबाट आए जस्तो छैन। हामीले मिलेर सरसल्लाह अनुसार राम्रैसँग हुनेसम्म अब हामीले चाहिँ भूमिका राम्रै गरेर एकदम लागि परेर राम्रै गरेका छौँ। अब जनताहरूले पनि साह्रै नराम्रो महसुस गरे जस्तो हामीलाई लागेको छैन। तपाईँ एउटा सदस्य भइरहेर तपाईँले यो स्थानीयभित्र त्यो आफ्नो गाउँ घर टोल छर छिमेकमा कस्तो कस्तो समस्याहरू देख्नु भएको छ? हामीले अहिले अब यति बेला हामीले पहिला देखेका र जनताहरूको आएका आवाज अनुसार हामीले सकेको हामीले वार्डले गर्न सक्ने गरिरहेका हौँ। अब गर्नुपर्ने आवश्यकहरू अब देखेका, अब फेरि पनि अब हामीले सक्ने गर्नेछौँ भन्ने। अनि ओडामा आएका बिउ बिजन अनि अथवा अन्य कुराहरू चाहिँ गाउँ गाउँ टोल टोल छर छिमेकमा चाहिँ कसरी सूचना प्रवाह गर्दै हुनुहुन्छ? हामीले म चाहिँ स्कुटी लिएर टोल टोलमा ठाउँ ठाउँ यहाँ बिउ आएको छ, यसरी लिन आउनुहोस् है, के कति पुग्छ, पुगेसम्म दिने हो भनेर हल्ला गरेर बोलाएर दिएको छ। जस्तै हाम्रो बिउपल्लीहरू भयो, अब सर्वसाधारण अलिक कमजोरी मान्छेलाई भनौँ क्यालेन्डर पनि यसरी आउँदैछ लिन आउनुहोस् भनेर दिएको छ। हामीले अहिलेसम्म बिउपल्लियो भयो, आँपका बिरुवाहरू भयो, हाम्रो वार्डमा आएको चिज चाहिँ हामीले सहकारीमा मल आउँदा हामीले सूचना पाएपछि मल आएको छ भनेर टोल टोलमा हामीले खबर गरेका छौँ। त्यही अनुसार उहाँहरूले लिएर जानुभएको छ पुगेसम्म। यहाँ कस्तो कस्तो प्रकारको बिउ बिजनहरू चाहिँ आउँछ? यहाँ आउँदाखेरि हाम्रो घाँसको बिउ आउँछ, मेथी घाँस, अब जय घाँस, अनि मेन्दुला, यिनीहरू अब सबै घाँसको नामहरू त मलाई आउँदैन। अनि यी घाँसको बिउपल्लीहरू हामीले जे जति पुग्छ मुठीले भए पनि हामीले पुगेसम्म दिएका छौँ। साग तरकारीको बिउहरू आउँछ, त्यो दिएका छौँ। हामीले हुनेसम्म
आएको चिज चाहिँ हल्ला खल्ला गरेर पुग्नेसम्म सबैलाई पुर्याएको छ। यो महिला बालबालिका ज्येष्ठ नागरिक अपङ्गता भएका व्यक्तिको सवालमा ओडाले के कस्तो काम गरिरहेछ? त्यसको लागि चाहिँ हामीले यहाँबाट आएकाहरूलाई यो यस्तो यस्तो छ भनेर सिफारिस दिएर नगर पठाएका छौँ। नगरमा अब हामीले उहाँ के अरे वडा अध्यक्षले उहाँ कुरो राखेर काम गरिदिएछ भनेको छ। सबैले अब उठ्नै नसक्नेलाई फुल भत्ता, त्यस्तै खालको अपङ्गलाई त्यसै गरी हाफ गरेर हामीले उहाँहरूलाई पनि दिने वातावरण मिलाइदिएका छौँ। जस्तै स्थानीय तहमा जुन योजनाहरू तपाईँहरू नगरपालिकाले छुट्याइदिएको बजेटमा तपाईँहरूको यो वडा कार्यपालिका बस्छ, त्यसमा चाहिँ तपाईँहरूले जुन त्यो बजेट चाहिँ बाँडफाँड चाहिँ कसरी गर्नुहुन्छ? हामीले बाँडफाँड गर्दाखेरि जस्तै अब रुद्रको टोलमा कहाँ कहाँ खाने पानी जनता त हामी सबैका वार्डभरिका एउटै हुन् भए पनि अब उता रुद्रको टोलको सदस्यले उतै यो यहाँ ठाउँमा आवश्यक छ भन्नुहुन्छ, होमकुमारीको टोलमा त्यतै उहाँले भन्नुहुन्छ, अनि बिन्दाको टोलमा बिन्दाले भन्नुहुन्छ, यता मेरो एरियातिर टोल सुधार राखेको छ। सबैतिर नै टोल सुधारबाट पनि कुरो आउँछ। अनि हामीले पार्टीका अगुवाईहरू र भद्र भलादमीहरू प्रतिनिधिहरू सब हल्ला हल्ला गरेर राखेर कहाँ के आवश्यक छ भनेर उहाँहरूको सुनवाई गरेर त्यही अनुसारले हामीले दिएका छौँ। बजेट निर्धारण बजेट बाँडफाँडमा पारदर्शिता कति देख्नु भएको छ तपाईँ? हामीलाई त अहिलेसम्म ठिकै राम्रै छ। विकास दिएको अब दिएको हामीले विकास दिएको चिजमा समिति खडा भएर समितिले काम तयारी नगरिकन इन्जिनियर ल्याएर पहिला इस्टिमेट नगरी अनि तयारी भयो भनेर पास नगरिकन पैसा निक्लिँदैन। त्यो तयारी भएपछि इन्जिनियरले गएर पास गरेर सही गरेपछि हामीले यहाँ आइसकेपछि हामीले हेर्ने हो। हेर्ने भएपछि उहाँ गएर काम भयो भनेर हामीले अनुगमन गर्ने हो। अनुमान गरेर आएर हामीले सही गरिदिएका छौँ। ठिकै भइरहेको। अनि तपाईँहरूले योजना तर्जुमा गर्दा नागरिकको सुझाव सहभागिता कसरी गरिराख्नु भएको छ? हामीले नागरिकहरूकै जनताहरूकै सुझाव अनुसारै काम गरेका छौँ। तर अहिले चाहिँ हाम्रो ठाउँमा टोल सुधार राखेका हुनाले टोल सुधारलाई एउटा एजना नदिएदेखि टोल सुधार नबस्ने भन्ने कुरो भयो पोहोर पनि। अनि हामीले टोल सुधारलाई उही गाउँ भेला गरेर समिति बनाएर अनि माइनोरिटी उम्मेदवार लिएर आऊ भन्ने छ। त्यसै गरी ल्याउँछन्। उनीहरूले ल्याएपछि पनि हामी फेरि हेर्न जान्छौँ हो कि होइन। अनि अहिले फेरि कस्तो भएको छ भने नियम, पहिला चाहिँ हामीले बुक किनेर हामीले समिति बनाउँदा हुन्थ्यो। अहिले चाहिँ नगरबाटै कागज किताब आएको हुन्छ। त्यो किताब लिएर अनि त्यो किताबमा उनीहरूले झुकिएर बनाएको हो कि होइन भनेर एउटा प्रतिनिधि सहित राखेर फोटो खिचेर समिति बनाउनु भनेर उनीहरूलाई खबर गर्छौँ। त्यही अनुसारले उनीहरूले हामीलाई बोलाएर गाउँको मान्छे बोलाएर समिति बनाउँछन्। त्यही अनुसार काम भइरहेको छ। वडामा भएका विकासलाई अनुगमन तपाईँहरूले कसरी गरिरहनु भएको छ? हामीले उहाँहरूले काम भयो भनेर आउनुहुन्छ। आएपछि हामी 4-5जना वडाको प्रतिनिधिहरू जाने हो। अनि गएर अनि उनीहरूले काम गरिसकेपछि पहिला इन्जिनियर लगेर देखाएर तयारी भयो भने उहाँहरूले भयो भनेर सही गरेपछि अनि हामीलाई यहाँ आउँछ, हामीले सही गरिदिनु भनेर अनुगमन जानुपर्छ भनेर हामी अनुगमन सबै गर्छ र हेर्ने भएको छ कि छैन। भएपछि हामीले त्यही अनुसारले सही गरिदिएका छौँ। काम भएको छ। वडामा युवा र किसानको लागि लक्षित कार्यक्रमहरू केही छ? लक्षित कार्यक्रम यो युवाको लागि र किसानको लागि भनेर चाहिँ हामीले पैसा अहिले लक्षितलाई भनेर चाहिँ छुट्याएको थियो। अब त्यो लक्षित भनेर यो दलित वर्गहरूलाई भनेर अनि बिन्दा मार्फतबाट त्यहाँ सिलाइ बनाइ तालिम के दलितहरूलाई निम्न स्तरकोलाई सिकाइयो। 2 लाख रुपियाँ छुट्याएको थियो। अब अहिले चाहिँ त्यो अब पैसा आएको छैन। अब आएपछि कता के छुट्याउनु पर्ने हो जनताको माग अनुसार सरसल्लाहले। जनताले हामीलाई यो ठाउँसम्म ल्याएको जनताको सरसल्लाह अनुसार जनता राखेर पहिले बोलाएर हामीसँग यति पैसा आयो वार्डमा के कता छ भनेर पार्टीका ठुल्ठुला अगुवाई हामीभन्दा बुझ्ने अगुवाईहरूलाई बोलाएर प्रतिनिधि भद्र भलादमी सबै विभिन्न पार्टीका सबै दलका बोलाएर हामीले सरसल्लाह गरेर त्यही अनुसारले जनतालाई पनि खबर गरेर त्यो बेलामा बोलाएर त्यही अनुसारले हामीले
वितरण गरेका छौँ। ओडामा अझै सुधार गर्नुपर्ने मुख्य पक्षहरू केही देख्नु भएको छ तपाईँले? मैले वडामा अहिले यति बेला चाहिँ सुधार गर्नुपर्ने एउटा हाम्रो पशुको भेटनरी डक्टर एउटा चाहिने रहेछ। हाम्रो पहिला थियो, त्यो सुधारिराखेको थियो, अब अहिले चाहिँ छैन। अब अरू खासै त्यस्तो त मलाई छैन लागेको, ठिकै छ। किनकि अब वार्डको रकम अनुसारको दिन सक्ने कुराहरू, जनताले पाउने कुराहरू हामीले त्यसै गरी दिइराखेकै छौँ। हाम्रो मनमानीले गरेका छैन। हामीले जनतालाई सबैलाई आह्वान गरेर हल्ला गरेर बोलाएर 3 दिनसम्म निर्णय गरेर सबैको आवाज सुनेर टोलमा खबर पुऱ्याएर निन्दाको कोही त हल्ला गरेर सुनाउँदै पनि आउँदैनन्। कति बुझ्नेहरू सबै जम्मा हुन्छन्, त्यही अनुसारले हामीले काम गरेका छौँ। अहिलेसम्म चाहिँ अब जनताहरू पनि हामीसँग खुसी छन्, हामीले पनि राम्रो गरेका छौँ भन्ने हामी आशामा छौँ। जहाँ जाँदै सम्पूर्ण ओडावासीलाई के भन्नुहुन्छ? सम्पूर्ण वडावासीलाई हामीले सकेसम्म हामीले राम्रो गरेका छौँ र उहाँहरूलाई धेरै धेरै धन्यवाद मेरो तर्फबाट, वार्डको तर्फबाट भन्न चाहन्छु। तपाईँको यति महत्त्वपूर्ण समय मलाई दिनुभयो, तपाईँलाई मेरो तर्फबाट पनि धेरै धेरै धन्यवाद। ल, हजुरलाई पनि मेरो तर्फबाट धन्यवाद छ। यति बोल्ने समय दिनुभयो, हजुरलाई पनि मेरो वार्डकै अथवा मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद। यो कुराकानीसँगै आजको कार्यक्रम ओडाको गतिविधि यति नै। ओडाभित्र भइरहेको काम र प्रयास र नागरिक आवाजलाई हामीले आजको कार्यक्रममा समेट्ने प्रयास गर्यौं। कार्यक्रम सुनेर तपाईलाई सुझाव, जिज्ञासा वा प्रतिक्रिया छन् भने हामीलाई अवश्य पनि सम्झाइदिनुहोला, किनभने तपाईको सहभागिताले नै यो कार्यक्रम अझ प्रभावकारी बन्छ। एचआर मिडियाको प्रस्तुति दुधौली नगरपालिका वडा नम्बर 8 को समन्वय र सहकार्यमा उत्पादन गरिएको कार्यक्रम ओडाको गतिविधि हरेक शुक्रबार साँझ 6:30 बजे समावेशी एफएम 92.3 मेगाहर्जमा र यसको पुनः प्रसारण शनिबार बिहान 7:30 बजे सुन्न सक्नुहुनेछ। साथै www.samaveshifm.com र हाम्रो पात्रो एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै हामीलाई सुनेर र हेरेर बसिदिनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै फेरि अर्को एपिसोडमा भेट हुने बाचा गर्दै आजको कार्यक्रम ओडाको गतिविधिबाट प्राविधिक मित्रसँगै म सञ्जु बिदा हुन्छु। तपाईँ पनि हामी सबैको आवाज समावेशी एफएम 92.3 मेगाहर्ज सुन्दै गर्नुहोला।